योभन्दा हामी चाहिँ उता अलिक झाडी भएको धेरै आँप भएको ठाउँमा गइन्छौँ होइन। भाइ पछाडि आउँदैछ, त्यहाँको भाइ धान त लगाइसकेको छैन तर अहिले कुन एरिया छ अब ठ्याक्क बौद्धिकाली है, नवलपुर बौद्धिकाली गाउँपालिकामा त्यहाँको छिरेम। अघिसम्म हामी निस्तीमा थियो, अहिले चाहिँ बौद्धिकाली छिरेम होइन। ट्याक्क औराबाट कृष्णको रथ आइरहे अब त घर घरमा पाकिरहेको ल हामी चाहिँ बगैँचा आइपुग्नै लाग्यो होइन। बगैँचा पनि धेरै छैन होइन। ला हावाले केर 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 यहाँबाट गइन्छ मास्टर भुइँमा खसेर कहाँ हो रत्ताउडै। ल अब यहाँबाट चाहिँ हामी चाहिँ आँपको बगैँचामा छिरिसक्यौँ होइन। सब आँपको बुढा हो, आँप पाकिसक्यो हो। बगैँचा त फेरि झालो नि हो। अब 36वटा बुटा छ अरे है यो बगैँचामा, 36 प्रकारको फल छ अरे आँप। सब आँप बगैँचा ए खाने हुन्थे चाहने हिँड्दै हिँड्दै हो क्या हो प्यारी घस्यो राखेर जाऊँ न त भाइ। ए बुमराको झ्याउ छ नि। हामी आँपको बगैँचामा आइपुग्यौँ। राम्रो राम्रो यहीँ हिँड्ने के आँप राखेर जाऊँ, आँप राखेर जाने ल एउटा आँप चाखे देखाइदिनु त चेक। यो भर्खर झरेको छैन के माथिको छ कि ठुल्ठुलो आँप कान्छ यार, यहाँको त साह्रै सानो भयो। खोइ र अस्ति नै हामी टिबेकतिर थियो ए आँप त 36 प्रकारको आँप छ कि यहाँ। 36वटा बुदा छ अरे। आयो तपाईँसम्म सँगै बगैँचा आउन जाने के राखेको भाइ। लेट्स गो। ल चाखेर देखाइदिनु नि त। आँप कस्तो रहेछ चाखौँ। ऊ जाला बढिया सुपारी आँप रहेछ है गाई, सुपारी। छ्यास छ्यास थियो क्या आँप त पाकेको नपाकेको। चाख्न अर्जुन भाइ ठाउँमा झरेको यता सक्यो, फ्रेस फ्रेस झरेको। कतै यहाँ यस्तै मसिन रहेछ भने त्यहाँ माथि त्यो गिरमान घर छिम छ कि ठुल्ठुलो। ताजा ताजा भर्खरै झरेको भेटा ताजा ताजा। तल आँप त गुलिएको छैन त, अलिक सानो सानो के।